नमस्कार। यस रोचक प्रस्तुतिमा स्वागत छ। आज हामी सबैको प्रिय एक थाल मिठो तातो दाल भातले हाम्रो शरीरभित्र गर्ने करिब 30 फिट लामो एकदमै रोमाञ्चक यात्रालाई सँगै पछ्याउनेछौँ। घाँस निलेपछि वास्तवमा भित्र के हुन्छ त? हामी यहाँ त्यस्ता अचम्मका यान्त्रिक र रासायनिक प्रक्रियाहरू हेर्नेछौँ जसले खानाबाट ऊर्जा निकाल्छन्। र रमाइलो कुरा त के भने नि, यो पूरा प्रक्रिया खाना मुखमा हाल्नुभन्दा पहिल्यै सुरु भइसकेको हुन्छ। हाम्रो यो दाल भातको यात्राका मुख्य 5 चरणहरू यस प्रकार छन्। 1. यात्रा सुरु। 2. अम्लीय मिश्रण। 3. सहायक कारखानाहरू। 4. अवशोषण प्रक्रिया। र 5. सूक्ष्मजीवको सहर। ल अब सुरु गरौँ। भाग 1, यात्रा सुरु, दृष्टिदेखि पेटसम्म। कहिले याद गर्नुभएको छ तातो दाल, भात र तरकारी देख्दा वा मिठो बास्ना सुँग्दा मात्रै पनि मुखमा पानी आउँछ नि? हो, त्यहीँबाट मस्तिष्कले र्याल ग्रन्थीहरूलाई काम गर्न अर्डर दिन्छ अनि घाँस हाल्ने बित्तिकै हाम्रो शरीरले एकैपटक 2वटा काम सुरु गर्छ। दाँतले चपाउने मेसिनरी काम र इन्जाइमले टुक्र्याउने केमिकल काम। हामी जब भात चपाउँछौँ नि, हाम्रो र्यालमा रहेको एमाइलेज नामको एन्जाइमले ससाना कैँचीले जस्तै काम गर्न थाल्छ। यसले भातमा हुने जटिल कार्बोहाइड्रेटलाई तुरन्तै साधारण चिनीमा परिणत गरिदिन्छ। भन्नुको मतलब पाचन प्रक्रिया त मुखबाटै सुरु पो हुँदो रहेछ। अनि घाँस निलेपछि के हुन्छ त? पेरिस्टाल्सिस भनिने मांसपेशीहरूको एउटा अनैच्छिक छाल सुरु हुन्छ। यसले खानालाई श्वासनलीमा जानबाट रोक्दै खानानली हुँदै एकदम सुरक्षित रूपमा पेटतिर धकेल्छ। अब आउँछ भाग 2, अम्लीय मिश्रण, अर्थात् पेटको त्यो एकदमै कडा वातावरण। पेटभित्र पुगेपछि खानाले साँच्चीकै कडा परीक्षाको सामना गर्नुपर्छ। हाम्रो पेटले निकाल्ने हाइड्रोक्लोरिक एसिडको pH स्तर 0.8 सम्म पुग्न सक्छ। यो यति कडा हुन्छ कि यसले खराब ब्याक्टेरियाहरूलाई त्यहीँ भस्म पार्दिन्छ र दालमा रहेको प्रोटिन पचाउन चाहिने इन्जाइमहरूलाई एक्टिभेट गर्छ। अनि पेटका मांसपेशीहरू हरेक 20 सेकेन्डमा मजाले खुम्चिएर त्यो दाल भातलाई कायम भनिने एउटा बाक्लो लेदोमा परिणत गर्छन्। अब यहाँ अचम्मको कुरा के छ भने यति कडा एसिडले पेटलाई नै किन पगाल्दैन त? किनभने त्यहाँ एउटा बाक्लो म्युकसको तह हुन्छ जसले पेटलाई आफ्नै एसिडबाट जोगाउँछ। साँच्चै नै प्राकृतिक इन्जिनियरिङको कडा नमुना हो यो। यही बेला शरीरका हर्मोनल सन्देशवाहकहरूले एउटा खतरा नेटवर्क जस्तै काम गर्छन्। उनीहरूले भित्रभित्रै अन्य अङ्गहरूलाई ल है खाना आउँदैछ, तयार बस भनेर फोन कल गरे जस्तै निर्देशन दिन्छन्। अब जाउँ भाग 3 मा, सहायक कारखानाहरू, जहाँ हाम्रा महत्त्वपूर्ण ग्रन्थीहरूको भूमिका आउँछ। त्यो एकदमै एसिडिक लेदो सानो आन्द्रामा जानु अघि अलि सुरक्षित हुनुपर्छ। त्यसैले कलेजोले पित्त बनाउँछ, पित्तथैलीले त्यसलाई स्टोर गर्छ र प्याङ्क्रियाजले चाहिँ एन्जाइमहरूका साथै त्यो कडा एसिडलाई नर्मल बनाउने तत्त्वहरू पठाइदिन्छ। यहाँनिर पित्तले नै ठ्याक्कै चिल्लो भाँडा पखाल्ने साबुनले जस्तै जादु गर्छ। यसले दाल भातमा हालेको घिउ होस् वा तरकारीको तेल, त्यसलाई साना साना थोपाहरूमा टुक्राइदिन्छ अनि बल्ल एन्जाइमहरूलाई त्यो बोसो पचाउन सजिलो हुन्छ। ल अब पुग्यौँ भाग 4 मा, अवशोषण प्रक्रिया, अर्थात् सानो आन्द्राको काम। अब त्यो तरल लेदो सानो आन्द्रामा प्रवेश गर्छ, जहाँ मुख्य पाचनको काम हुन्छ। हेर्दा गुचुमुच्च परेको भए पनि त्यहाँभित्र कसिला पटाहरू र भिली भनिने सासाना औँला वा आँखीभाउ जस्ता संरचनाहरू हुन्छन्। सुन्दा पत्यार नलाग्ला, तर तिनले हाम्रो सानो आन्द्रालाई एउटा सिङ्गै टेनिस कोर्ट जत्रो विशाल क्षेत्रफल प्रदान गर्छन्। यहाँ आएर अन्तिम रासायनिक विभाजन हुन्छ। भात ग्लुकोज बन्छ, दाल एमिनो एसिड बन्छ र घिउ फ्याटी एसिड बन्छ। अनि यी सबै तत्त्वहरू सिधै रगतमा मिसिन्छन्। यही बेला पाचनमा एकदम धेरै ऊर्जा खर्च हुन्छ र पेटतिर रगतको प्रवाह बढ्छ। त्यसैले त हो नि हामीलाई टन्न दाल भात खाएपछि कस्तो मिठो निद्रा लाग्ने, जसलाई हामी ठट्टा गरेर भातकोमा पनि भन्छौँ। अब अन्तिम चरण, भाग 5, सूक्ष्मजीवको सहर, हाम्रो ठूलो आन्द्रा। शरीरले लिन नमिल्ने नपचेका कुराहरू र पानी बिस्तारै ठूलो आन्द्रामा पुग्छन्। माथिल्लो पाचन प्रणालीले एकदम छिटो काम गरे पनि ठूलो आन्द्राले भने यहाँनिर अलिकति ब्रेक लगाउँछ। बचेको पानी र नुन पुनः सोच्नको लागि यसले फोहोरलाई दिनौसम्म रोकेर राख्न सक्छ। यो ढिलो गति एकदमै आवश्यक पनि छ, किनकि ठूलो आन्द्रा भनेको एउटा
विशाल किण्वन अर्थात् फर्मेन्टेसन कारखाना हो जसलाई भित्रका खर्बौं सूक्ष्म जीवहरूले सञ्चालन गरिरहेका हुन्छन्। यी भित्रका गट ब्याक्टेरिया हाम्रो स्वास्थ्यको लागि एकदमै महत्त्वपूर्ण छन्। यिनले फाइबरबाट बाँकी रहेको अन्तिम ऊर्जा निकाल्छन् र भिटामिनहरू बनाउँछन्। अनि हो, पिरो अचार खाँदा भोलिपल्ट बिहान किन 2 पटक पोल्छ भने नि, क्याप्साइसिङ नामक पिरो तत्त्व नपचिकनै अन्त्यसम्म पुग्छ र त्यहाँका सेन्सिटिभ स्नायुहरूलाई मज्जाले जिस्काउँछ। अन्त्यमा एउटा कुरा, भोक लाग्दा पेट कराउँछ नि, त्यो आवाज वास्तवमा हाम्रो मस्तिष्कले मांसपेशीहरूलाई खुम्च्याएर उब्रिएका खाना बढार्न दिएको सङ्केत हो। यो भनेको हाम्रो त्यो अचम्मको 30 फिट लामो मसिनरी अब अर्को थाल मिठो दाल भातको यात्राको लागि पुरै तयारी अवस्थामा छ भन्ने बलियो प्रमाण हो।